आज चाहिँ हामी पाँचतर्फको यात्रामा छौँ अनि अहिले चाहिँ हामी दमकमा छौँ। सो अब एकैछिनमा हामी पाँचतर्फ जानेछौँ। हामीसँगै जोडिनु होला, हामी तपाईँहरूलाई आज पाँचतर लिएर जानेछौँ। सी यु देयर। दमकबाट हिँडेको केही समय बादमा हामी दोबान भन्ने ठाउँमा आइपुग्यौँ, जहाँ गाडीहरू खाना खानको निम्ति रोक्दो रहेछन्। केही समय खाना खाइसकेपछि दोबान वरिपरिको मनमोहक दृश्यलाई हेरेर फेरि पनि हामी गाडी चढेर पाँचतरको उकालोतर्फ लाग्यौँ। पाँचसम्म हिँड्ने यो कस्तो रहेछ हजुर? यमी दामी। अब हामी आधी घन्टाभित्र पुग्छौँ। अहिले चाहिँ हामी हाम्रो स्ट्यान्ड आइपुगेका छौँ। अब यहाँदेखि चाहिँ हामी झोलाहरू झार्दैछौँ, त्यस पछाडि हामी घरतर्फ लाग्नेछौँ। अहिले चाहिँ हामी भगेश्वर चोक पाँचतरमा आइपुगेका छौँ। हजुर, अब हामी यहाँदेखि नट मोर देन होइन 3 मिनटमा हामी ठ्याक्कै घर पुग्छौँ। ल अहिले चाहिँ हामी हाम्रो गन्तव्यमा आइपुगेका छौँ। ल मास्क खोल्दा हुन्छ कान्छी। अब कस्तो लाग्यो भाइ? एकदम फर्स्ट टाइम होइन? वेदर पनि आज यस्तो दामी भएको छ। आजको हाम्रो यात्रा मोरङदेखि पाँचतरसम्म तपाईँले सुरक्षा दिइकन ल्याउनु भयो। असल गाडी विशेष गरी यसो तपाईँको उपस्थितिले हामी हरेकको जीवनमा हामी तपाईँको शान्ति र सुरक्षा फेरि पनि बस्नुपर्छ। तपाईँको पुत्र यसो अब हामी सरसफाइको काम गर्न लागिराखेका छौँ। ल हामी एक ग्रुपले चाहिँ नि यो आँगनलाई सट्टै उडाएर सम्झाएर टक्क बनाउने भएर आएको तापमा हौ। एक ग्रुपले भित्र सरसफाइ गर्ने, एक ग्रुपले किचनमा पकाउने काम गर्ने है त। सरसफाइ एकदमसँगले भइरहेको छ यहाँ। हाम्रो माथि पनि छ यतापट्टि। यहाँनिर सरसफाइको कार्यक्रम भइरहेको छ। यहाँ चाहिँ सङ्गति हुने ठाउँ रहेछ। कत्रो ठुलो रहेछ नि यहाँ त। आम्मामा ठाउँमै ठाउँ नि। यता पनि अर्को निकैवटा कोठाहरू रहेछ है। पुनः भाइ
यता माथि हो के हुँदैछ हौ ए ल ठिक छ ओके ओके मिकु कसले दियो मिकाङमा सुन्तला मिकु तुम्बाकोबाट ल्याएको आमामा सुन्तला पाएछ नि त दुईटा नि पक्का भन्यौ ए यो चाहिँ यहाँको अर्ग्यानिक सुन्तला है यहाँनिर हाम्रो रेडी भइसकेको छ आमामा के हो यत्रो सुन्तला है टेरिका पल्लो घरबाट तुम्बाबाट सुन्तला आएको छ है सबैजना आशिष मागिदेऊ है लु अनि खानुपर्छ ल त प्रार्थना गर्नु प्रार्थना छिटो छिटो यो सुन्तला हराउने बोट बिरुवामा आशिष आमेन यो सुन्तले त लुगा है टेरिका दामी रहेछ यार यो सुन्तला अर्ग्यानिक है यो चाहिँ आउँछ त्यस्तै खाऊ है यो चाहिँ मान्नु के गर्ने भने नि यसो गर्ने हल्का रोक्ने जस्तो पाए त्यस्तै गर्ने हाम्रो यो चिकन होइन गुन्द्रुकको झोल खाँदैछौँ ल अब चाहिँ हामी चिकन तलैबाट हामीले ल्याएको थियौँ कुखुरा काटेर सर्वज्ञ